आज भोलि केटाहरूले भन्दा केटीहरूले धेरै फोन भिडियो हेर्ने गर्छन्। तिमीहरू एउटै गर्दा पढिरहेछ। व्हाट आर यु टकिङ अबाउट? पप्पी दिदी किम कार्डेशियन पनि हैन रोडको Yes, thank you very much for this movie. दिस पॉइंट विशेष गर्न त पाइन्छ तर बिहे नभइकन सँगै मन्दिर गइदिए नि। सधैँ यसै गरी नै मन्दिर आउने गर्नुहुन्छ। लेडिज एन्ड जेन्टलमेन नमस्ते सबैजनालाई। आज हामी रियाक्ट गर्न गइरहेको छौँ बिटी कान्छा रिभ्युज प्रेम रस 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 भन्ने मुभीमा रियाक्ट गर्नु गइरहेको छौँ। रिभ्यू गर्नु भएको रहेछ। धेरै हल्ला नगरिकन लेट्स जम्प इन्टु द भिडियो। आज बिटी कान्छा रिभ्यूजमा म रिभ्यू गर्न लागेको छु मुभी प्रेम रस द जर्नी अफ लाइफ। फिल्मको स्टार्टमा हामी देख्छौँ एउटा क्याम्पस एन्ड गुरुबाउ इज राइटिङ मुभीको नाम के लेख्नु भएको हजुरले? भेरी मेटा भनेको एन्ड देन आउँछ फिल्मको हिरो। मे आई कम इन सर? स्नातक अनिवार्य नेपाली पुरै ब्रोले पुरै किताब यस्तो गरेर हैन May I come in, sir? May I come in, sir? Bro, यतिको त हामीले 1 क्लासमा पनि यस्तो थिएन मम्मा। Damn, this is gonna be interesting. Why are you late? घडीको अलार्मै बज्यो। त्यस्तो पनि केही थिएन के अरे कुखुराको बाङ्गो सुली देख्दा पनि हाँस्ने मान्छेहरू। यता केटा चाहिँ किताबलाई हेरिरहेको छ एन्ड केटीहरू चाहिँ केटालाई हेरिरहेको छ। अर्कै मल्टिभर्समा खिचेको हो कि क्या हो यो मुभी? सम्राट लाइन हाने कि? इफ दिस इज लाइन हानेको देन दिस इजन्ट अ लाइन, दिस इज अ डट। अर्को मान्छेलाई थाहा पनि हुनु परेको लाइन हान्दै के हो ब्रो? छी कस्तो केटालाई चुज गरेको? आफ्नो स्ट्याटसको त केयर गर। Every female friend group has this one friend क्या हो? No one is deserving for my little princess भन्ने you can do much better. Bro, तिमीहरू एउटै गर्दा पढिरहेछ। What are you talking about? पढाको छ सरकारी जागी त ढुक्कै हो। अनि दिदी एकदमै रियलिस्ट। She has planned her future. मलाई लाग्दैन उसले बाल दिन्छ। ओ हेलो दिस इज टु मच। I love these movies के I love them. केटाहरू र कुकुर भनेको एउटै हो। हामीले मुसुक्क हाँसेर एकचोटि तिनीहरूको आँखामा हेरिदिनु पर्छ अनि अर्को दिनदेखि तेरो अगाडि पछाडि नाच्छ। कुकुर चाहिँ कहिलेदेखि स्माइल देखेर आउने भयो? कुकुर त हातमा पार्लेजी देख्यो भने मात्रै आउँछ त। माई फुड भाइ छोडे कुरा जमिन क्लास। God. ए कस्तो क्लासमै चिया पिउँदै बसेको कस्तो रमाइलो रहेछ यिनीहरूलाई। तेरो यिनीहरू लास्ट बेन्चको भएर त्यो एउटा मिम थियो नि। सोच कि केटाहरू मात्रै हवस फर्स्ट बेन्चमा चाहिँ खाने बेलामा उ गरे के पुजारी अरे हुँदैन। के टिचरले गाली गर्छ लास्ट बेन्चको मान्छेहरू चाहिँ पुरै खाना पकाएर खायो। Women liked it, need it, and want it as much as they do. सो अर्को दिदी इज लाइक यो केटा ठिक छैन। उसको साथीले लाइन मार्दा दिस गाई वाज लाइक यो मेरो माया गर्ने हैन घरै बनाउनु जस्ट फोकस्ड अन योर स्टडी को Oh, just focused on your study, bro. ठिकै त भनेको हो त। क्लासमा चिया पिउँदै Bro, यो बसिरहेको दिदीको सर्ट चाहिँ फेरि अर्कै रहेछ यिनीहरूको भन्दा। यो यता TMC दिदी कलेजको केटाको फरक। फोटो हेर्दै बसिरहेको हुन्छ एन्ड अर्को दिदी इज लाइक आर यु सिरियस? नो शी इज नॉट। Are you serious? Are you serious? यसरी कसरी नि तुले प्रपोज गर्न सक्छ? ओ हेलो इट्स 21st सेन्चुरी। ओहो हो 21st सेन्चुरी अरे दिदीले। केटा केटी नो भेदभाव। मिन्स अब केटा र कुकुर एउटै हो वाला स्टेटमेन्ट शुड अल्सो अप्लाई टु केटी। लाई उसले रिजेक्ट गरियो भने चान्स नै छैन रिजेक्टको त। त्यही पनि उसलाई कसले लाइक गर्छ भने हेर्दै हली टाइपको छ। 21st सेन्चुरी दिदीको माइन्डसेट त 18th सेन्चुरी के रहेछ? त्यस्तो भन्दै हल्ली भन्दै। मसँग एउटा आइडिया छ। सो अर्को दिदी इज लाइक लो कन्फिडेन्स दिदीको कुरा 21st सेन्चुरी दिदीले राख्यो भने के हुन्छ एन्ड 21st सेन्चुरी दिदी इज लाइक म त्योसँग बोल्ने नेभर प्लिज न प्लिज। सो 21st सेन्चुरी दिदी मान्नुहुन्छ टु बी अ मेसेन्जर। एक्सक्युज मी यस प्लिज। एक्सक्युज मी तिम्रो नम्बर देऊ न मलाई छिटो। ब्याड मेसेन्जर के नम्बर किन माग्नु? डाइरेक्ट लो कन्फिडेन्स दिदी लाइक्स यु भन्दा हुन्छ त। मेरो साथलाई यो मन पर्यो रे त्यही भएर माग्न आको। यो त बोरोकर रहेछ यार। ए यो त बरोकर रहेछ। यो त what the fuck? बोरोकर बनाइदियो यार दिदीले। बोरोकर कलेज पढ्न आउँछस् कि बोरोकरको काम गर्न? हिरो पनि हाम्रो पनि लास्टको खैमा भेट्यो। ओए हिरो नि त। यता बोरोकर दिदी रोड साइडमा बसिरहनु भएको छ when all of a sudden मार डालाई। हाउ डेयर यु टच माय ह्यान्ड ब्लडी साइको। हैन दिदीको इङ्ग्लिस सुनेर मुसु हाँसे। गेट लस्ट। आर यु ओके? या आई एम फाइन। त्यसले तेरो जान बचाको। व्हाट डु यु मीन? What do you mean? Wait. ओए टाढा धेरै टाढा बाइक छिर्ने गरी दिदी किम कार्डेशियन पनि हैन रोडको
Yes, thank you very much for this movie. साइडमा उभिँदा पनि रोडको बिचसम्म उसको पिन पुग्ने हावामा हिरो बन्नु खोज्छ मलाई चाहिँ हैन अब परिदीलाई चाहिँ सम्राटसँग क्रस भए जस्तो छ डर लाग्न थाल्छ यो दिदीले पो मन पराउँछ त्यही त त्यो केटालाई त अब लभ ट्रायंगल हुने रहेछ प्लिज एउटा केटी भर्सेस केटी फाइट चाहिँ होस् है भगवान कपाल भुत्ले आएको हेर्नु कम्ता मजा आउँदैन इट्स टु मच आई नो बट इच्छा त राख्नु पाए नि त्यहाँ त अब मैले के गरे बिचारालाई अब मैले के गरे व्हाट अस्तिको थप्पडको लागि सरी हो कहिले नसुत्रिनु भाइ व्हाट कम अगेन इट्स ओके प्लिज गो जिन्दगीमा यस्तो देखेको थिएँ नट कज यो रिभ्यू भाइरल भएर भक्कु पैसा कमाइन्छ भनेर जस्ट दैट दिस किड्स आर टू क्यूट क्या यार पता नहीं यार ऐसी होती लड़कियां छोड़ ही दो सम्राट Oh, you getting late. Come fast. Class will इंग्लिश मुभी हो क्या ब्रो के हो यो be start soon. अब यसमा म के जोक के कमेडी गरौँ इट इज जस्ट टू गुड के टू गुड तँलाई सम्राटले केही भन्यो कि के हो के छ परिदी भनेर सोधिरहेको थियो मैले इग्नोर गरिदिएँ अनि गयो यो केटा त कलेजमा पढ्नु बाहेक अरु केही गर्दैन ब्रो जतिखेर पनि पढ्ने त हल्का अलिकति बोरिङ भएन न ब्रो बेसी किताबी ज्ञान लिएर होल कलेज लाइफ फर्स्ट भएर जागिरको लागि कुदिरहेको थोडा इन्जॉय ब्रो सी द वर्ल्ड ब्रो What? नथिङ त्यसै भनेको मात्रै के तालको केटी हो यार खाली आएर घुरिरहन्छे यो डिफिकल्ट वर्ल्ड फर अ ह्यान्डसम बॉयज म के भुज जस्तो देखिरहेको छु र किन आफूले आफूलाई ऐनामा हेरेर हैन तिमीले हा भेरी फनी ओ गॉड ओ पपी क्यो ब्रो तिमी अर्ग्याजम ब्रो व्हाट इज जिस्मको हिरो भन्दा खतरा रहेछ यता पढन्तेको आउँछ 21st सेन्चुरी दिदीको कल फेरि नम्बर परिदिला किन द्या कस्तो केटा हामी भएको भए त यस्तो पार्टी दिन्थ्यौं केटी मन पर्नु पनि परेन क्याउ केटीले आफै नम्बर खोजेर कल गर्यो भन्ने क्या त्यो हुन्छ नि लाइक ओहो हो वाओ यस्तो पनि हुन सक्छ भन्ने हेलो आर यु हर्ड मी के भनिन् दिदीले आर यु हर्ड मी भनेको आर यु हर्ड मी भेरी नाइस अनि यतिका बेरसम्म के गरेर बसिरहेको नबोलिकिन भूकम्पको धक्का महसुस गर्दै थिएँ यो जिउ भूकम्प महसुस गर्ने जिउ नै हैन हावा चल्दै उड्ने खालके छ I don't like all those nonsense things. ओ गॉड यो कलेजको सबैभन्दा राम्रो केटी उ प्रति पागल छ उ भने मतलबै गर्दैन के त बुद्धि बिचारा अर्को हिरोइनलाई कस्तो भइरा पागल छ यो मान्छे माथि माय फुट ओ आफ्नै कुरा गरेको अच्छा ओहो हे जॉइन अल्सो यो दिदीको क्रस थियो यो केटा उसको यो दिदीले बदला लिन्छ जस्तो लागिरहेछ है मलाई यो दिदीले बदला लिन्छ जस्तो लागिरहेछ दिनु के यस्तै साथी दिनु यता दिदी फुलसँग मेकअप गर्दै गरेकी हुन्छ इभेन पढन्ते दाइ वक्स इन हाय वो नाइस गेट अप क्यूट के पुरै शाहरुख खान जस्तै थ्यांक यू फर कमिङ यो ब्रोको प्रोड्युसर पनि यो हाम्रो हिरो नै हुनुहुन्छ जस्तो लागिरहेछ है मलाई त्यो किन बोलाइ कि मलाई आई वान्ट टु सम प्राइभेट स्पेस सी यु गाइस माइट इंग्लिशमा त्यस्तो धेरै जोक चाहिँ बनाउन मन लाग्दैन हैन इंग्लिश गर्ने तर अलिअलि हल्का अलिकति कि यो दाइ जहिले नेपालीमै बोलाइ भइहाल्यो नि हैन इंग्लिशमै बोल्न पर्छ भन्ने छैन हैन न इंग्लिश बुझ्नेले पनि बुझ्दैन यो इंग्लिश नबुझ्नेले नि बुझ्दैन यो मुभी अर्काको इंग्लिशको बिल्ला गरिरहेको हुन्छ विच इज ट्रू सबैजना इंग्लिश मिडियममा पढेको हुँदैन सेम खालको एजुकेसन पाएको हुँदैन एन्ड एभ्री डे लाइफमा इंग्लिशमा मिस्टेक गर्न पायो बट दिस इज अ मुभी विच मिन्स यु आर अ क्रिएटर जसले आफ्नो काम अरूको अगाडि पस्किँदै एक्ज्याक्टली मैले भनेको मिलेको हुनु पर्यो नि एक्ज्याक्टली मैले भनेको कुरा बिटी ब्रोको र मेरो पुरै भाइब्स हामी एउटै वेभलेन्थमा चलिरहेको हुँदो रहेछौँ के don't know English or if you talk in Nepali with an English accent when तिम्रो क्यारेक्टरको हुर्काइ नै एउटा गाउँमा भएको छ it means you haven't put much effort into your work यही कुरा दिदीले हैन तिमीसँग एकान्तमा कुरा गर्न थियो भनेको भए के जान्थ्यो एक्ज्याक्टली आफ्टर अल इट्स अ नेपाली मुभी बट यसरी जबरजस्ती अर्को ल्याङ्ग्वेज बोल्दा के आई डोन्ट वान्ट टु लिसन एन्ड डु इट कन्टेन्ट पाउँछु पैसा होगा एनीवे ब्याक टु द स्टोरी Okay, Sena, why did you call me here? I don't know. You know or not about it. गालामा पपी गरिसक्यो obviously he knows about it तर जबदेखि मैले तपाईलाई देखेँ नि अस्ति त पुरै स्ट्याटस छैन भन्दै थियो त अहिले त लभ एट फर्स्ट साइटको कुरा गर्छौ It's really complicated. इट इज I don't know. Are you aware or not? But मलाई यो सबमा कुनै विश्वास छैन. सबैजना अवेर छ यो विषयमा जसरी तिमी किताब हेर्छौ यु आर किताब सेक्सुअल It's a waste of time. ईस्टर वेस्ट लभ इज द वेस्ट तपाईलाई पनि पहिला प्रपोज आकै होला
But I love you. Oh, bro, what is that, Rose, bro? अलिकति राम्रो त देऊ. अब फेरि Will you इङ्ग्लिस marry me? म्यारी पहिला कलेज त सक College is 10 pass. इस पॉइंट पे ये पिघल गया ओए यसरी किन घुरिराहौ यार? ओ हेलो, 1 मिनेट यार, तिमीहरूले जो सोचिरहेका हौ नि त्यस्तो केही पनि हैन. वी आर जस्ट गुन्डा हो फ्रेन्ड जस्तो यार. हो नि यार. मलाई लाग्छ म निदमा थिएँ. यो मुभी हेर्दाखेरि मलाई नै लाज लाग्छ यार. यस्तो मुभीहरू आई थिङ्क वी निड मोर अफ दिस मुभी. अनि मैले बिटी कान्छाको सट्टा मैले नै मुभी हेर्नुपर्ने हो क्या. अब आई निड टु फाइन्ड दिस मुभिज. कतै उड्दाखेरि बिस्तारामा त हुने हैन. बिस्तारामा त हुने हो तर कसको द्याट इज द क्वेश्चन Why have you doubt? इट्स लाइक अ फिल्म न. दिस डेफिनेटली डजन्ट फिल लाइक अ फिल्म. ओ नो अस्तिको मेन्टल इमेज अहिलेसम्म गएको थिएन हो. नयाँ आउने भयो. के यो धन्न शी स्टप्ड. थ्याङ्क यू दी, थ्याङ्क यू सो मच. फेरि आयो. नो 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 माई गड. ओन्ली गुड थिङ ड्युरिङ अल दिस इज कि जनै चाहिँ लाउँदो रहेछ. भेरी भेरी गुड, भेरी गुड. दिदी त निदाइन क्या हो. हाउ ब्याड वाज द सेक्स यार. अब यस्तो पाप गरेपछि त मन्दिर सन्दिर जानु पर्यो नि त हैन. आई एम नट सेइङ सेक्स ब्रो जस्ट ब्याड सेक्स. यिनीहरूको बिहे नै भएको होइन. मन्दिर सेक्स गर्न त पाइन्छ तर बिहे नभइकन सँगै मन्दिर गइदिने. सधैँ यसै गरी नै मन्दिर आउने गर्नुहुन्छ? यसको चाहिँ क्लासिक छ क्लासिक. बराबर हुन. आई नो, वी अल नो, वी स इट. I love you. यति धेरै मायाले नहेर फेरि म यहीँ सुरु हुन्छु. के भन्छौ यो मुर्दा. अरे कहना क्या चाहते हो? के बोल्या भाइ? कहना क्या चाहते हो? यो सब के हो? ओ नो. दिदीको भिडियो भएछ लिक. परिटी किन रोयो कि? ओ गॉड. यसले लिक गरेको. यसले लिक गरेको. त्यो सम्राटलाई कति माया र भरोसा गरे तर उसले मलाई धोका दियो. दिदीले फेरि डाउट पढन्तेलाई नै गर्दी. हुनु पनि मन्दिरमै थाल्दिउँ भन्दै थियो. यो मान्छे त मलाई नि त्यस्तो ठिक त लागेको छैन. परिधि खै कलेज किन नआए कि? सिधा रहेछ केटा. अहिलेसम्म भिडियो आइपुगेको नि छैन रहेछ उसकोमा. अरे परिधि कहाँ गई भन न. ओ गॉड. सो दे शो हिम द भिडियो एन्ड ही सक्ड. ओ गॉड. अब गडको याद आयो. अघि त्यही गडको मन्दिरमा. Naughty boy. तिमीहरूको भिडियो पोर्न साइटमा छ भने कसरी थाहा भयो त? आजभोलि पोर्न भिडियो नहेर्ने को छ र? हेरे होला उनीहरूले नै. सो यु आर सेइङ यो दिदी यहाँ साथीहरूसँग एउटै रुममा भएको बेला पर्न हेरिरहेको थिए. छि दिदी एटलिस्ट एक्लै भएको बेला त हेर्नु. एन्ड दिदीले के सर्च गरेर त्यो भिडियो पाइनु होला? मेरो साथीहरूको काण्ड. आजभोलि केटाहरूले भन्दा केटीहरूले धेरै पोर्न भिडियो हेर्ने गर्छन्. यो मान्छेले सर्वे पनि गर्नु भ्याएको. ब्रो इन्सेन कुराहरू यतिको आनन्दको फेसले भनिदिन्छ क्या. मलाई त्यो चाहिँ यसको व्हाट्सएपमा आएको थियो होला यो रिसर्च. यता पढन्ते हिरो जान्छ 21st सेन्चुरी दिदीको घरमा. कलेजको लेक्चरर त उसको दाइ रहेछ. सर भिडियोको बारेमा चाल पायो भने त डाइरेक्ट टिसी. आउ न त आउ. अहिले त आउ भन्दैछ. भिडियो देख्यो भने त बडा बाउ बाउ बडा बाउ बाउ बडा बाउ बडा बाउ बाउ बडा बाउ बाउ बडा बाउ. He is trying to make her understand कि उसले केही गरेकै छैन. बट दिदी इज लाइक तिम्रो यो खडुस परेको अनुहार फेरि लिएर नआऊ. खडुस भन्दी दिदीले. अहिले दाइले ल्याइदिन्छ चिया. भिडियो देख्यो भने यही चिया मुखमा फ्याल्नु बेर छैन के. कस्तो लाग्यो छि? असम सर थोरै चिनी कम छ. कम्प्लेन गरेको हेर्नु नि. बहिनीसँग यो सब गरेपछि कम त who the fuck says that? भन्ने हिम्मत के अम्मा. Who the fuck says यता that, केटा bro? हस्टेल बाहिर फर्गिभनेस माग्दैछ. सरी प्लिज मलाई माफ गरिदेऊ. बट दिदी इज लाइक बिच प्लिज. यो फेरि आएछ घरमै. पटक भन्दा लाग्दैन मेरो पछि नआऊ. नआउ ल. मैले यो भिडियो बनाएकै होइन कति पटक भन्नु. बिचाराले यति भनिसक्दा त मान्नु नि. त्यही त ब्रोले बनाएको होइन I क्या. really love you. ब्रो उसको पनि त बेइज्जत भइरहेको I नि love you. जस्तो सपोर्ट गर्नु. I love you, love you, love you. सही पकड़े हैं. Please understand to me. परिधि प्लिज. प्लिज अन्डरस्ट्यान्ड टु मी. दाइले भिडियो देखिसक्नु भयो. अब यसको ब्याड कसम मेरो बहिनीको यसो भिडियो आएको भए त चौकमा उभिएर डन्टाले हानेर मुखमा मोसो दलेर गदामा बस्ने.
चिया पिलाएर बसिरहेको छ के भएको त तिम्रो भित्रको रिसको ज्वाला बग्दैन व्हाट इज दिस यार दिदी गाली खानुको लागि लुगा फेरेर आउनु भएछ त्यो भिडियो अपलोड भएको कति दिन भएछ भिडियो अपलोडको कुरा हैन त्यो भिडियोमा के भइरहेको छ भनेर गाली गर न के भएको आजकलको केटाकेटी के भएको पढ्ने लेख्ने उमेरमा यो गाली गरेको अरे यस्तो गाली गर्दा रहेछ र त दिदी यस्तो अलिक कुच्चो सुच्चो ल्याऊ झापड सापड हिर्काऊ अन्त पो मजा आउँछ त आजकलको आमा बाउ के भएको नानीले माया गरेर हुर्काउँछ बेल्ट चप्पल के गर्नु किन्छौ त यता यिनीहरू आएछन् सिआइबी कोमा ओए जहाँ पाए त्यहाँ सुरु नभइदिने भाइ जहाँ पाए त्यहाँ सुरु नभइदिनुहोस् रे भइहाल्छ अस्ति मन्दिरमै सो सिआइबी गाइजलाई ब्रोको ब्रोको चाहिँ दामी नै उस्तै दामी लाग्यो मलाई ओ गड ब्लू के अरे ब्लू ज्याकेट र हरियो सर्ट आई वन्डर प्यान्ट कुन कलरको होला I want to kill myself when I see your face. यति भन्न आकी म कस्तो सेभेज I want to kill myself when I see you के अरे I want to kill myself Kill myself when I see your face. यति भन्न आकी म कस्तो सेभेज कुरा भन्नु आकी त You blame me again and again. I said Yogi. I'm sorry. Now I cannot survive with this relationship. Let's end it. Let's end it. लेट्स एन्ड डी let's end it भनेको ब्रो Let's end it. अच्छा लेट्स एन्ड इट भनेको सो यो केटा इज लिभिङ काठमाडौँ फर एभर एउटै झोला बोकेर यो अपलोड गर्ने व्यक्तिलाई हामीले हिरासतमा लिइसकेका को रहेछ सर What? Is it real? मैले त अघि भनेको Is it real? Of course it is real. कसरी भए पनि रोक्दैन मलाई मन पर्दाकोमा आफू अब बस रोक्दै बस्छ होला तिम्रो सोधेको पढन्तेलाई खोज्नु बट छैन कतै उनीहरू घर जाँदै गरेको हुन्छ त्यो बाटोमा को हो ब्रो यस्तो सिरियस त हैन ओ गॉड दाइले हेर न खत्तम सकियो फिल्म सकियो लभली फिल्म हामीले यो फिल्मबाट के सिक्यौं केटाहरूले भन्दा केटीहरूले धेरै बोन भिडियो हेर्ने गर्छन् एक्ज्याक्टली सो लाइक गर्नु होला शेयर गर्नु होला एन्ड सब्स्क्राइब चाहिँ अवश्य गर्नु होला एन्ड हेर्दै गर्नु होला बीटी कान्छा कान्छा थ्याङ्क यू भेरी मच बीटी कान्छालाई यो भिडियो बनाइदिनु भएकोमा प्रेम हुन त यो धेरै पुरानो भिडियो त्यही पनि मलाई हेर्न मन लाग्यो यदि हालेको रेकर्ड गर्न मन लाग्यो रेकर्ड गरिहालेको होइन आजलाई यति नै रमाइलो भयो भिडियो हेर्दा See ya.